हेलो साथीहरू, आज हामी डेबिट र क्रेडिटको जोर्नलमा कसरी इन्ट्री गर्ने भनेर पढ्न गइरहेका छौँ र यो चाहिँ हामीले धेरै बेसिक लेभलबाट धेरै इजी वेमा तपाईँहरूलाई मैले आज सिकाउन गइरहेको छु र तपाईँलाई आज मैले यहाँ इम्पोर्टेन्ट नोट्सहरू पनि सेयर गर्न गइरहेको छु जुन चाहिँ तपाईँले कपी गर्न सक्नुहुन्छ वा स्क्रिनसट गरेर फरएभरको लागि तपाईँले राख्न सक्नुहुन्छ। सो अब हामी ढिलो नगरिकन सरासर कसरी चाहिँ डेबिट र क्रेडिट आइडेन्टिफाई गर्नुपर्छ जोर्नल इन्ट्रीमा भनेर पढ्न जाँदैछौँ। सो लेट्स मुभ फरवर्ड। अब यहाँ हेर्नुहोस् है, तपाईँको सबैभन्दा फर्स्टमा के हुन्छ भन्दाखेरि डेबिट र क्रेडिट कसरी इन्ट्री गर्ने, कुनलाई डेबिट कुनलाई क्रेडिट भनेर तपाईँलाई गाह्रो हुन सक्ला। तर यहाँ के हुन्छ भन्दाखेरि यो खासमा के भइरहेको छ यहाँ भन्दाखेरि यो चाहिँ एउटा एकाउन्टिङ स्ट्यान्डर्ड बोर्ड भन्ने हुन्छ कि अब एकाउन्ट्सको एउटा रुल बनाउने बोर्डहरू हुन्छ त्यहाँ। सो तिनीहरूले नै यस्तो रुलहरू बनाउने हो र यो चाहिँ हाम्रो डबल इन्ट्री सिस्टम्स चाहिँ हाम्रो लुका प्यासियोली भन्ने इटलीतिरको मान्छेले बनाइदिएको हो। अनि त्यहाँदेखि चाहिँ हामीले डबल इन्ट्री एकाउन्टिङ सिस्टम गर्न सुरु गरेका थियौँ र डबल इन्ट्री भनेको एउटा चाहिँ डेबिट साइडमा इन्ट्री र जेको डेबिट साइडमा इन्ट्री हुन्छ त्यसको क्रेडिट साइडमा नि इन्ट्री हुन्छ भनेर गरिने एकाउन्टिङ सिस्टमलाई चाहिँ हामीले डबल इन्ट्री एकाउन्टिङ सिस्टम भन्दछौँ। र तपाईँले अहिले यहाँ रुल्सहरू पनि देख्न थालिसक्नुभयो होला। सो तपाईँले एउटा यो रुल कसरी जान्ने, कुन चाहिँ डेबिट कुन चाहिँ क्रेडिट हुन्छ भनेर कसरी थाहा पाउने भनेर आइडेन्टिफाई गर्ने एउटा तरिका यो पनि हो। मैले अरू पनि तरिका भन्छु र एउटा तरिका यो हो। सो यो भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाईँको एसेट हुन्छ नि, जुन सम्पत्तिहरू हुन्छ त्यो बढ्यो भने डेबिट है। खर्च अथवा कुनै खर्चहरू कुनै सामानहरू तपाईँले किन्नुभयो, सामान भन्नाले यस्तो युटिलाइजहरू गरेर युज एन्ड थ्रो टाइपले सामानहरू स्टेसनरीहरू त्यसरी किन्नुभयो भने चाहिँ एक्सपेन्सेस हुन्छ। तर फेरि अब यही तपाईँले ठुलो एउटा चाहिँ सम्पत्ति जसरी जोड्नु भएको छ नि, युटिलाइज नभइकन त्यसलाई बरु युज एन्ड थ्रो नभइकन त्यसैलाई एज अ मसिनरी प्लान्ट एन्ड प्रपर्टी जसरी युज गर्न सकिन्छ, जस्तै ल्यापटप भेहिकल्सहरू हुनसक्छ, त्यो त एकचोटिमा युज गरेर थ्रो हुने पनि होइन। सो त्यहाँबाट अझै हामीले चाहिँ प्रोडक्टिभिटी इन्क्रिज गर्न सक्छौँ। सो त्यस्तोलाई चाहिँ हामीले एसेट भन्छौँ भने यो सानो आइटमहरू जुन चाहिँ हाम्रो डेली युजेसहरूलाई एभ्रिडे युज भएर त्यो वेस्टेज भइरहेको हुन्छ, जुन एक वर्ष पनि राम्रोसँग टिक्दैन, तिनीहरूलाई चाहिँ हामी एक्सपेन्स भन्छौँ। जस्तै कि स्टेसनरी आइटमहरू हुनसक्ला होइन, स्पेसियली। सो यस्तोहरू चाहिँ हामीले एक्सपेन्सेस भन्छौँ र यो एसेट र एक्सपेन्सेस बढ्यो भने डेबिट राखिदिनु होला है। अब यसको इक्जाम्पलहरू पनि मैले देखाउन गइरहेको छु तपाईँहरूलाई। अब जस्तै अब लायबिलिटी भनेको कसैले तिर्नुपर्ने दायित्व बढ्यो भने पनि क्रेडिट हुन्छ। जस्तै फर इक्जाम्पल लायबिलिटी भनेको त कसैलाई तिर्नुपर्ने अथवा दायित्व भयो है। र तपाईँको लायबिलिटी बढ्यो भने क्रेडिट कसरी हुन्छ मैले भन्छु। किनभनेदेखि तपाईँले जस्तै कुनै सामान किन्नुभयो, एउटा फर्निचर किन्नुभयो है, फर्निचर भनेको त एसेट भयो। सो एसेट त हाम्रो डेबिट भयो होइन, फर्निचर एकाउन्ट डेबिट। अब क्रेडिटमा के हुन्थ्यो त, व्हाट गोज आउट भन्थ्यो अथवा के गयो त, त्यो सामान किन्दा पैसा जान्थ्यो नि त होइन। तर तपाईँले पैसा तिर्नु भएन क्या, पैसा तिर्नु भएन भने तपाईँले के हुन्छ त, क्रेडिटमा पेएबल भनेर लेख्नुपर्छ क्या, अथवा लायबिलिटी भनेर लेख्नुपर्ने हुन्छ। सो त्यही भएर लायबिलिटी बढ्यो भने यसरी यहाँ क्रेडिट। सो अब लायबिलिटीमा कुनै पसलको नाम पनि राख्नुपर्ने हुनसक्छ होइन, त्यसरी पनि सोध्छ तपाईँलाई। अब अर्को हेर्नुहोस्, इन्कम बढ्यो भने क्रेडिट, यो पनि हाम्रो रुलै हो। अब एक्सपेन्सेस बढ्यो भने डेबिट, इन्कम बढ्यो भने क्रेडिट। यहाँ मान्छे झुकिरहेको हुन्छ कि इन्कम भनेपछि त आयो भनेपछि त फेरि डेबिट लेखिदिने रुल छ हाम्रो। तर इन्कम त्यस्तरी आएको होइन। इन्कम भनेकोलाई चाहिँ अर्कै एउटा नोमिनल एकाउन्ट भन्नेबाट रुल लाग्छ। तपाईँलाई यो किन इन्कम क्रेडिट हुन्छ पनि म एउटा इक्जाम्पलले भनिदिन्छु। हेर्नुहोस् ल, तपाईँले केही सामान बेच्नुभयो, इन्कम हुनुको लागि तपाईँले केही सामान अथवा सर्भिसहरू बेच्नु पऱ्यो होइन, एउटा तरिका इन्कम बनाउने। जस्तै तपाईँले अब सामान बेच्नुभयो, सेल्स गर्दाखेरि त के भयो त, तपाईँको पसलको सामान बाहिर गयो नि त, व्हाट गोज आउट तपाईँको सामान। जस्तै तपाईँ ल्यापटप बेच्नुहुन्थ्यो अरे भनेपछि सेल्स भनेको तपाईँको क्रेडिट भयो, व्हाट गोज आउट होइन, ल्यापटप क्रेडिट भयो नि त, किनकि गयो नि त ल्यापटप। तर ल्यापटप जाँदाखेरि तपाईँको पसलबाट ल्यापटप जाँदाखेरि कुनै ग्राहकलाई तपाईँलाई ल्यापटप दिँदाखेरि के आउँछ त, अब पैसा आउँछ नि त होइन। सो त्यो चाहिँ तपाईँलाई क्यास एकाउन्ट डेबिट हुन्छ, क्रेडिटमा सेल्स रेभेन्यू अथवा इन्कम त्यसरी लेख्नुपर्ने हुन्छ क्या। यसमा डेबिट त तपाईँको क्यास भयो नि त, त्यही भएर क्रेडिटमा चाहिँ सेल्स रेभेन्यू भनेर लेख्नुपर्ने हुन्छ। तर त्यो सेल्स रेभेन्यू अथवा सेल्सबाट आएको आम्दानी नै तपाईँको इन्कम पनि भइहाल्यो। सो त्यही भएर इन्कम चाहिँ हाम्रो क्रेडिट हुन्छ। र अर्को हुन्छ क्यापिटल एकाउन्ट। क्यापिटल भनेको चाहिँ तपाईँको व्यवसायमा हुने
सेयर पुँजीहरू होइन, सेयर लागत कति छ त। सो लागत भनेको तपाईँले कति लगानी गर्नु भएको छ त भन्ने कुरा हो। यो क्यापिटल भनेको चाहिँ त्यो दर्शाउँछ। र तपाईँले कुनै लगानी गरेर यो देखाउनको लागि तपाईँले जस्तै क्यास 1 लाखको हाल्नुभयो भने त व्हाट कम्स इन क्यास, के को नाममा आयो त, लगानी अथवा क्यापिटलको नाममा होइन, पुँजी भनेर आयो। क्यास एकाउन्ट डेबिट टु क्यापिटल एकाउन्ट हुन्छ, त्यही भएर यो क्रेडिट भयो। र त्यसै गरी तपाईँलाई एसेट घट्यो भने क्रेडिट हुन्छ है, एक्सपेन्सेस घट्यो भने पनि क्रेडिट हुन्छ, लाइबिलिटी घट्यो भने डेबिट, इन्कम घट्यो भने डेबिट, क्यापिटल एकाउन्ट घट्यो भने डेबिट। यसकै अपोजिटवाला रुल हो यो। तपाईँले यसरी सम्झिनु भयो भने पनि तपाईँले सल्भ गर्न सक्नुहुन्छ। तर होइन, मलाई डिटेलमा रुलै बुझ्नु छ भनेदेखि चाहिँ तपाईँलाई अर्को एउटा मेथड हुन्छ जुन चाहिँ एकदमै रिलायबल मेथड पनि हो र गर्नुपर्ने मेथड पनि खासमा त्यो हो। यो चाहिँ याद गर्नेवाला मेथड भयो। त्यो मेथड भनेको चाहिँ हाम्रो यो गोल्डन रुल्स अफ एकाउन्टिङ भन्ने हो क्या। यो हो मेजर रुल्स। यो रुल तपाईँले जान्नुभयो भने चाहिँ तपाईँको एकाउन्टको जर्नल इन्ट्री मिस्टेकै हुँदैन। यसलाई कसरी आइडेन्टिफाई गर्ने म भन्छु ल। हेर्नुहोस् ल, यो तपाईँको 3टा एकाउन्ट्समा डिस्ट्रिब्युट भएको हुन्छ। एउटा पर्सनल एकाउन्ट, एउटा रियल एकाउन्ट र नोमिनल एकाउन्ट है। अब पर्सनल एकाउन्ट भनेको चाहिँ तपाईँको यो व्यक्तिहरूसँग सम्बन्धित हुन्छ क्या। जस्तै रिसिभर, गिभर, उधारो लिने मान्छे, उधारो दिने मान्छे, यस्तोहरूको हिसाब राख्नु पऱ्यो भने चाहिँ पर्सनल एकाउन्टबाट गर्छौँ होइन। सो अब रियल एकाउन्ट भनेको चाहिँ तपाईँलाई के हो त भन्दाखेरि, अब रियल एकाउन्ट भनेको चाहिँ तपाईँको के आयो र के गयो है। सो तपाईँलाई यसरी भन्दाखेरि अलिक डिटेलमा नबुझे जस्तो लाग्न सक्छ। त्यही भएर म तपाईँलाई डिटेलमा इक्जाम्पल पनि देखाएर भन्छु र तपाईँलाई सार्नुभयो भने पनि राम्रो, यसलाई स्क्रिनसट गरेर राख्नुभयो भने झन् सधैँलाई काम लागिहाल्यो। सो अर्को हेर्नुहोस् है, रियल एकाउन्ट भनेको चाहिँ कस्तो हो भने जसले चाहिँ सिधै एसेटहरू, सम्पत्तिहरूसँग डिल गर्ने खाले हो क्या। व्हाट कम्स इन डेबिट भनेको र व्हाट गोज आउट भनेको तपाईँको एसेटसँग, सम्पत्तिसँग डिल हुने कुरा हो क्या यो। जस्तै कि अब कुनै फर्निचर आयो भनेदेखि तपाईँको के आयो त, व्हाट कम्स इन फर्निचर, के गयो त, क्यास गयो नि त। सो यो कुरा हो क्या। यस्तो क्यास, ल्यान्ड, बिल्डिङ, इक्विपमेन्टहरूसँग रिलेटेड कुराहरू आयो भने चाहिँ सिधै तपाईँको रियल एकाउन्टवाला रुल लाग्छ। एसेटहरू आयो भने होइन। सो एसेट भनेकै हाम्रो क्यास, ल्यान्ड, बिल्डिङ, इक्विपमेन्ट होइन, एकाउन्ट रिसिभेबल अथवा प्याटेन्स लेखाएको छ। यहाँ प्याटेन्स लेखेको छ है। यो प्याटेन्ट भनेको चाहिँ इन्टेन्जिबल एसेट हो। इन्टेन्जिबलको अर्थ चाहिँ तपाईँले देख्नु हुँदैन यसलाई, तर पनि यसको अस्तित्व छ, यसको भ्यालु छ। जस्तै कि प्याटेन्ट भनेको अब अरूले युज गरेको फर्मुलाहरू हामीले युज गर्न पाएन। उसले यदि प्याटेन्ट राइट गरेको छ भने होइन, प्याटेन्टलाई चाहिँ उसले त्यसलाई चाहिँ कपिराइट लगाइदिएको छ भने, जस्तै तपाईँले अब अरूको गीत मैले यत्तिकै अब उसको म्युजिकहरू चाहिँ कपी गरेर मैले त्यहाँ गीत गाइदिन मिलेन नि त होइन। सो हाम्रो भिटेनको पनि सिमसिमे पानी भन्ने गीतमा त्यो कपिराइट लागेको हामीलाई थाहा छँदैछ। र तपाईँलाई अर्को अहिले यहाँ चलिरहेको भनेको चाहिँ रोयल्टीको कुरा पनि आइरहेको हुन्छ। जस्तै रेस्टुरेन्टहरूले चाहिँ गीत बजाइदिए बाबत पैसा तिर्नुपर्ने भन्छ नि, हो यस्तोहरू पनि खासमा सम्पत्ति नै हो। त्यो जसले बनाएको हुन्छ उसको लागि सम्पत्ति हो, कपिराइट, प्याटेन्ट, ट्रेडमार्क होइन। सो अरू कसैले लेखेको किताब मैले आफूले लेखाएँ भनेर फेरि सारेर पब्लिस गर्न मिल्दैन। यस्तोहरू गर्नु पऱ्यो भने उसलाई पेमेन्ट गर्नुपर्छ। त्यही भएर यस्तो सम्पत्तिहरू चाहिँ हाम्रो इन्टेन्जिबल एसेट हुन्छन्, जुन चाहिँ देखिन्न तर अस्तित्व छ र त्यसको भ्यालु पनि छ। प्याटेन्ट, ट्रेडमार्क, कपिराइट है। ओके, सो अब यसको केसमा के हुन्छ त रुल, गोल्डन रुल, डेबिट व्हाट कम्स इन, क्रेडिट व्हाट गोज आउट भन्ने रुल लाग्छ क्या रियल एकाउन्टमा। त्यसै गरी अर्को हुन्छ पर्सनल एकाउन्ट। मैले अघि पनि भनेको थिएँ नि, यो चाहिँ व्यक्तिसँग सम्बन्धित कुरा हो है। यो चाहिँ अब कसले तिर्नुपर्ने, कसले लिनुपर्ने, उधारो दिने मान्छेको, लिने मान्छेको, तिनीहरूसँग सम्बन्धित कुरा हो यो। र यसमा चाहिँ कस्तो कस्तो खाले आइटम पर्छ भने एकाउन्ट पेएबल, एकाउन्ट रिसिएबल होइन। अब जस्तै तपाईँको अब डेप्टर्स र क्रेडिटर त भइ नै हाल्यो। डेप्टर्स भनेकै यो रिसिभर हो, क्रेडिटर भनेकै गिभर भइहाल्यो। सो ब्याङ्क एकाउन्ट भनेको चाहिँ यहाँ राखेको छ, कहिलेकाहीँ लोन दिने मान्छेहरूको नाम राख्छौँ नि, हो। त्यही भएर यदि तपाईँलाई ब्याङ्कले लोन दियो, कुनै जस्तै तपाईँलाई चाहिँ नोबेल ब्याङ्कले लोन दियो भनेदेखि के हुन्छ त तपाईँको एकाउन्टमा अब डेबिट व्हाट कम्स इन क्यास भयो, क्रेडिटमा नोबेल ब्याङ्क भनेर लेख्नुपर्ने हुनसक्ला नि त होइन। सो त्यो हिसाबले गर्ने हो। यो चाहिँ तपाईँले अगाडिको त्यो कुन इन्क्रिज भयो कुन डिक्रिज भयो याद गर्नुभयो भने पनि ठिक छ। तपाईँले कुन आइटम कुन एकाउन्टमा पर्छ त, यसरी एकाउन्ट पेएबल भनेर आयो भने त पर्सनल एकाउन्टमा पऱ्यो। र यो अनि एकाउन्ट पेएबलहरू अथवा एकाउन्ट रिसिभेबलहरूको कुन रुल लाग्यो त, डेबिट द रिसिभर, क्रेडिट द गिभर। अब जस्तै यहाँ यदि मैले कोहीसँग उधारोमा सामान लिएँ भने मैले डेबिटमा के लेख्छु त, उधारोमा लिएको सामान। जस्तै फर्निचर उधारोमा ल्याएको छ भने डेबिटमा फर्निचर, क्रेडिटमा त्यो फर्निचर, त्यो गिभर, मलाई फर्निचर उधारोमा दिने मान्छेको नाम लेख्छु क्या, अथवा मैले क्रेडिटर भनेर इन्ट्री गर्छु।
हो यसरी गर्ने हो यो है। अथवा यहाँ पेएबल पनि लेख्न सकिन्छ। एकाउन्ट पेएबल भनेको क्रेडिट, एकाउन्ट रिसिभेबल भनेको डेबिट, अथवा डेप्टर भनेको पनि डेबिट भइहाल्यो, क्रेडिटर भनेको क्रेडिटर भइहाल्यो, अनि क्रेडिट भइहाल्यो। अनि अब यसरी तपाईँले पर्सनल एकाउन्ट भनेर यसलाई स्क्रिनसट गरेर पछि नोट पनि बनाउन सक्नुहुन्छ। र त्यसै गरी लास्ट हाम्रो एउटा एकाउन्ट छ नोमिनल एकाउन्ट है। रियल एकाउन्ट भनेको तपाईँको एसेटहरूसँग डिल गर्छ सिधै होइन। अनि त्यसपछि तपाईँलाई पर्सनल एकाउन्टहरूले चाहिँ पर्सनल लेनदेन, उधारो दिने मान्छे, उधारो खाने मान्छे, तिनीहरूसँग डिल गर्ने एकाउन्ट हो। नोमिनल एकाउन्ट भनेको चाहिँ तपाईँलाई आम्दानीहरूसँग होइन, आम्दानी र खर्चहरूसँग धेरै डिल गर्ने एकाउन्ट हो। जस्तै यहाँ डेफिनेसन्समै के भनेको छ त, नोमिनल एकाउन्ट्स आर एकाउन्ट्स द्याट डिल विथ इन्कम, एक्सपेन्सेस, गेन अर लसेस। अब हुन त आम्दानी र यो गेन इन्कम र गेन भनेको उस्तै कुरा त हो, तर पनि अब यहाँ अलिकति सेग्रिगेट किन गरियो, किन छुट्यायो भन्दाखेरि चाहिँ जस्तै इन्कम भनेको चाहिँ जस्तै मेरो एउटा के छ त बिजनेस, फर इक्जाम्पलको लागि मेरो चाहिँ एउटा ल्यापटप बेच्ने बिजनेस छ क्या। सो ल्यापटप बेच्ने बिजनेसबाट चाहिँ मैले ल्यापटप बेचेर आएकोलाई त मैले इन्कम सेल्स रेभेन्यू भनेर राखिहाल्छु। तर घरिघरि चाहिँ कस्तो भन्दाखेरि अब मैले चलाइरहेको एउटा ठुलो टेबलहरू थियो, फर्निचरहरू थियो, यो फर्निचरलाई चाहिँ बरु बेचिदिउँ न सेकेन्ड ह्यान्डमा, नयाँ सामान ल्याउनु पऱ्यो भनेर मैले विचार राखेर मैले पुरानो फर्निचर बेचेँ भने पनि त त्यहाँ पनि त इन्कम भयो नि त मलाई होइन। सो यस्तोहरूलाई चाहिँ गेन भन्छ, सेल अफ एसेट गरेर आएको गेनहरू। र त्यसमा मलाई कुनै घाटा भयो भने त्यसैलाई लसेस भन्ने हो। र यसको इक्जाम्पलहरू त अघि यहाँ माथि पनि आइसकेको छ। अलिक डिटेलमा भन्नुपर्दाखेरि जस्तै एक्सपेन्सेसमा तपाईँको के हुनुपर्छ त, खर्चहरू अथवा एक्सपेन्सेस, रेन्ट हुनसक्ला, कुनै इम्प्लोयरलाई स्यालेरी दिनु पर्ला होइन, युटिलिटिज भनेको इलेक्ट्रिसिटी बिलहरू आउन सक्ला, वाटरको बिलहरू आउन सक्ला। सो यस्तोहरू युटिलिटिज भयो। अनि त्यसपछि कुनै अब गेनहरू अघि मैले भने जस्तै प्रफिट फ्रम सेल अफ एन एसेट, अघि मेरो कम्प्युटर पसल थियो तर मैले पुरानो फर्निचर मैले बेचिदिएँ नयाँ किन्छु भनेर, अब त्यो फर्निचर सेल गर्दाखेरि त मलाई केही आम्दानी भयो होला नि त होइन। सो यसलाई गेन भनिन्छ। कहिलेकाहीँ चाहिँ अब आफूले किनेको भन्दा र डेप्रिसिएट भएको भ्यालु, किनेकोसँग डेप्रिसिएट भएको भ्यालु घटाउँदाखेरि पनि त्योभन्दा नि अझै धेरै घाटा खाएर कहिलेकाहीँ बेच्नुपर्ने हुनसक्ला होइन। सो त्यस्तोमा चाहिँ हामीलाई लस अन सेल अफ एसेट हुन्छ। सो यस्तो केसमा हाम्रो यो आम्दानी र खर्चको केसमा चाहिँ हामीलाई यो नोमिनल एकाउन्ट भन्ने रुल लाग्छ। र नोमिनल एकाउन्टको रुल भनेकै डेबिट अल एक्सपेन्सेस एन्ड लसेस, क्रेडिट अल इन्कम एन्ड गेन्स भन्ने हो। तपाईँलाई मैले एकचोटि यो स्लाइड फेरि रिभाइज गरिदिन्छु, तपाईँ स्क्रिनसट गरेर यसलाई राख्नु होला, पछिसम्म काम लाग्छ। नोमिनल एकाउन्टको स्क्रिनसट गर्नुहोस्। त्यसपछि तपाईँ यो रियल एकाउन्टको स्क्रिनसट गर्नुहोस्। अनि तपाईँ यो पर्सनल एकाउन्टको पनि स्क्रिनसट गर्नु होला। सो यति स्क्रिनसट गरेपछि तपाईँ यसको रुल पनि बुझ्नुहुन्छ। र तपाईँले यदि इनकेस यो रुल गोल्डन रुल अनुसार अलिकति बुझ्नलाई गाह्रो भयो भनेदेखि तपाईँले चाहिँ सिधै याद गर्नेवाला रुल, के इन्क्रिज भयो भने डेबिट हुन्छ, के डिक्रिज भयो भने क्रेडिट हुन्छ भनेर यो रुललाई सम्झिनु होला। सो यति सम्झेपछि तपाईँले चाहिँ जोर्नल इन्ट्रीहरू गर्नलाई केही सहजता हुन्छ। तर अब गर्नको लागि त हामीले केही प्र्याक्टिस त गर्नै पर्यो। सो तपाईँलाई म आज चाहिँ इक्जाममा आउन सक्ने अथवा रियल लाइफमा पनि आइपरिराख्ने खाले जोर्नल इन्ट्रीहरू गर्न सिकाउन गइरहेको छु। ओके, यहाँ तपाईँले क्वेसनहरू देख्न सक्नुहुन्छ। यसरी नै तपाईँलाई इक्जामहरूमा क्वेसनहरू पनि सोध्छ है। जस्तै अब यहाँ हेर्नुहोस् त, जनवरी 1मा बिजनेस स्टार्ट गर्यो 50,000 रुपियाँको क्यासले, अथवा जनवरी 5मा यसरी पर्चेस गर्यो भनेर यसरी दिन्छ र तपाईँले यसलाई जोर्नल इन्ट्रीमा राख्नुपर्ने हुन्छ। अब एकचोटि हामी अहिलेको रुलहरूलाई पनि सम्झिँदै यो रिलेट गर्दै हामी जोर्नल इन्ट्रीलाई प्र्याक्टिस गर्छौँ। जस्तै फर इक्जाम्पल अब जनवरी 1मा जाउँ त, स्टार्टेड बिजनेस विथ क्यास अफ 50,000 भनेको छ है। भनेपछि यहाँ के भइरहेछ त, विथ क्यास बिजनेस सुरु गर्दैछ क्यासबाट, भनेपछि बिजनेसमा के आइरहेछ, क्यास भनेको के हो त, एसेट। अब एसेट इन्क्रिज भयो भने के हुन्छ, डेबिट हुन्छ। यो एउटा सम्झिने रुल थियो। अर्को भनेको एसेटहरूको केसमा के हुन्छ त, वाट कम्स इन डेबिट हुन्छ होइन। वाट कम्स इन के भएको छ त यहाँ, क्यास। वाट कम्स इन भनेको क्यास भइरहेछ भनेपछि यो त एसेट भयो, क्यास। त्यही भएर अब वाट कम्स इनवाला रुल पनि डेबिट भयो, अथवा एसेट इन्क्रिज भयो भने पनि डेबिट हुन्छ भन्ने रुल तपाईँले सम्झिनु भयो भने क्यास चाहिँ डेबिट भएर 50,000 हुन्छ। र क्यास के को लागि आएको थियो त, स्टार्टेड बिजनेस भनेको के हो त, कम्पनीमा हुने लागत अथवा पुँजी बढाउनु हो नि त होइन। सेयर लागत अथवा पुँजी बढाउने कुरा हो यो होइन। अनि त्यसो भएपछि यसलाई त हामी के भन्छौँ, इनिसियल इन्भेस्टमेन्ट गरेकोलाई हामी क्यापिटल भन्छौँ, टु क्यापिटल एकाउन्ट होइन। सो यो चाहिँ के को नाममा आएको थियो त, क्यापिटलको नाममा आएको पैसा हो। त्यही भएर
क्यास एकाउन्ट डेबिट भएर क्यापिटल क्रेडिट हुन्छ। यो चाहिँ तपाईँलाई यादै गर्नुभयो नि हुन्छ, क्यास डेबिट क्यापिटल एकाउन्ट क्रेडिट है यो चाहिँ। अनि त्यसपछि अब अरू अरू हेर्नुहोस् त, अब जनवरी 5 मा जाउँ ल। पर्चेज गुड्स कस्टिङ आरएस कति हो, यो 2 लाख रुपियाँको सामान किन्नु भएछ भनेपछि अब के हुन्छ त, 2 लाखको सामान पर्चेज गर्यो अरे भनेपछि अब वाट कम्स इन, सामान आयो नि त, गुड्स आयो नि त होइन, सामान आयो। अब यहाँ के सामान त भनेको छैन, तर होला केही फर्निचर होला, केही मसिनरी एन्ड इक्विपमेन्ट होला, जे भए पनि अब नाम भनेको छैन। त्यही भएर हामीले पर्चेज एकाउन्ट डेबिट भन्छौँ। किन भनेदेखि के हो त, एसेट आयो नि त। अघि सेम क्यासको रुल जो पर्चेजमा पनि त्यही रुल लाग्यो क्या, पर्चेज अफ एसेट हो नि त यो, एसेट बढ्यो नि त, एसेट बढेपछि डेबिट अथवा वाट कम्स इन डेबिट। त्यो रुल अनुसार हामीले पर्चेज गुड्स कस्टिङ 2 लाख रुपियाँ चाहिँ हामीले पर्चेज एकाउन्ट डेबिट भनेर यहाँ यसरी 2 लाख लेख्छौँ। र अनि अर्को पर्चेज गर्दाखेरि के गयो त हेर्नुहोस् त, डबल इन्ट्री एकाउन्टिङ सिस्टम भनेकै यही हो, के आउँदाखेरि केही गएकै हुन्छ क्या। सो अब सामान किन्दाखेरि तपाईँको यहाँ केही भनेको छैन, क्रेडिटको कुरा गरेको छैन, त्यही भएर टु क्यास एकाउन्ट क्रेडिट यसरी यहाँ लेख्नु पऱ्यो। पैसा गयो नि त, किनभने यहाँ उधारमा दिएको छैन भनेपछि हामीले पैसा नै तिर्यो भन्ने एजुम्सनमा गर्नुपर्ने हुन्छ। 2 लाख रुपियाँ टु क्यास एकाउन्ट। अब जनवरी 7 मा के भएको छ त, पर्चेज गुड्स अन क्रेडिट। अब यहाँ उधारमा लियो है, हेर्नुहोस् पर्चेज गुड्स अन क्रेडिट फ्रम मिस्टर भट्ट 50,000। अब हेर्नुहोस् पर्चेज गुड्स क्यासमा तिरे पनि उधारमा तिरे पनि सामान त आयो, एसेट त भित्रियो बिजनेसमा भनेपछि एसेट त इन्क्रिज भएकै छ होइन। त्यसो भए एसेट इन्क्रिज भनेको त डेबिटै हो यहाँ पनि, अथवा वाट कम्स इन डेबिट। तर अब के जान्थ्यो त हाम्रो खासमा, क्यास जान्थ्यो नि त होइन, तर यहाँ चाहिँ क्यास दिएन क्या। क्यास नदिएको भनेपछि यहाँ मान्छेको नाम आछ, उधारो। अघि भर्खर मैले उधारो भन्न साथ हाम्रो कुन एकाउन्ट हुन्छ त, पर्सनल एकाउन्ट होइन, पर्सनल एकाउन्टवाला रुल लाग्छ। त्यसमा के थियो त, डेबिट द रिसिभर क्रेडिट द गिभर होइन। सो हामीलाई यहाँ गिभर भनेको को हो त, हाम्रो लागि मिस्टर भट्ट भनेको पसलबाट लिएको हो नि त, गिभर त हाम्रो लागि मिस्टर भट्ट भयो। त्यही भएर टु मिस्टर भट्ट एकाउन्ट, अथवा तपाईँले यसलाई पर्सनल एकाउन्टको रुल हेर्नु होला। अथवा हामीलाई इन्क्रिज इन लायबिलिटी भनेको के हो त, क्रेडिट हो भनेर नि बुझ्नुभयो होला होइन। इन्क्रिज इन लायबिलिटी इन्क्रिज भयो नि त, त्यही भएर क्रेडिट भयो। लायबिलिटी इन्क्रिज भनेको क्रेडिट, यो रुल सम्झिनु भयो भने पनि हुन्छ। अब अर्को हेरौँ, जनवरी 9 मा पर्चेज गुड्स फर क्यास 50,000 एन्ड क्रेडिट फर 10,000 भनेको छ। तपाईँले सामान किन्नुभयो 50,000 को क्यासमा, र अर्को 10,000 को चाहिँ उधारमा लिनुभयो भनेपछि यहाँनिर पनि अब त्यो सामानलाई पर्ने रहेछ, दुईवटा टोटल गर्दा 60,000। 60,000 को सामान चाहिँ हामीले क्यास चाहिँ 50,000 दियौँ, तर बाँकी 10,000 चाहिँ अहिले छैन पछि दिन्छु ल भनेर उधारमा ल्याएछौँ क्या। भनेपछि अब यहाँ के भयो त, उधारमा अलिकति ल्याए पनि क्यास तिरेको भयो, अलिकति क्यास तिरे पनि सामान त आयो, एसेट त इन्क्रिज भयो, पर्चेज भएकै हो भनेपछि सेम यो माथिकै रुल पर्चेज एकाउन्ट डेबिट होइन। एसेट इन्क्रिज भयो भने डेबिट, यो तपाईँलाई मैले भन्दा दिक्क लागिसक्यो होला, एउटै रिपिट भयो यहाँ। सो अब यहाँ चाहिँ किन यो गरियो भन्दाखेरि यस्तो केसमा पनि हामीले चाहिँ पर्चेज कतिको गऱ्यो टोटल एमाउन्ट राख्छौँ, र क्यासको हिसाब कति हो त, क्यासको हिसाब हाम्रो क्यास कति गयो त, वाट गोज आउट क्यासमा हाम्रो कति गयो त, 50,000 यहाँ लेखिदिनु होला। अब उधारोमा हाम्रो फेरि पर्सनल एकाउन्टको कुरा आउँछ होइन। क्रेडिटको कुरा गर्दाखेरि त उधारो लेनदेनमा त हाम्रो पर्सनलको कुरा आयो। सो यसरी यहाँ नाम भने भए त नाम लेख्थ्यौँ, क्रेडिट मात्रै भने भएर क्रेडिटर्स लेख्छौँ क्या। कहिलेकाहीँ डेप्टर्स मात्रै भने हुन्छ होइन, त्यस्तो केसमा पनि हामी डेप्टर मात्रै लेख्छौँ है। सो अब डेप्टर भनेको चाहिँ हामीसँग उधारो खाने मान्छेहरू हो। जस्तै हामीले सेल्स गऱ्यो भने चाहिँ डेप्टर आउँछ। यहाँ चाहिँ हामीले आफ्नो पर्चेज गरेको छ नि त, पर्चेज गरेर सामान नदिएको केसमा चाहिँ हाम्रो क्रेडिटर आउँछ, किनभने अब हामीले तिर्नुपर्ने दायित्व हुन्छ क्रेडिटरहरूलाई। सो पसलमा पनि तपाईँलाई नो क्रेडिट भने हुन्छ नि, हामीले सामान किन्यो भने हामी क्रेडिटर हुन्छ क्या। त्यही भएर क्रेडिटरहरू नआऊ है भनेर भने हो क्या उसले। टु क्रेडिटर्स एकाउन्ट भनेर यहाँ लेख्नु होला है। अघि पर्सनल एकाउन्टको रुल हेर्नु है, अलिक क्लियर हुन्छ। सो जनवरी 10 मा के भएको छ, सोल्ड गुड फर क्यास 1,50,000। ओके, क्यास सामान बेच्दाखेरि के आयो त, क्यास आयो। क्यास भनेको एसेट इन्क्रिज भयो भने डेबिट, अथवा वाट कम्स इन पनि डेबिट भयो रियल एकाउन्ट अनुसार। त्यही भएर क्यास एकाउन्ट जहिले पनि डेबिट हुन्छ, 1,50,000 है। अनि त्यसपछि अब क्यास आउँदाखेरि जहिले पनि डेबिट हुन्छ, क्यास जाँदाखेरि चाहिँ क्रेडिट हुन्छ है। फेरि वाट गोज आउट भयो नि त, ठ्याक्क अपोजिट भयो। त्यो रुल हेर्नुहोस्, ठ्याक्कै तपाईँले रिलेट गर्न सकिहाल्नुहुन्छ। अब क्यास त आयो, तर किन आएको थियो त, सामान बेचेर आएको थियो नि त। सो वाट गोज आउट तपाईँको के गयो त पसलबाट भन्ने खाले रुल लाग्छ क्या। यहाँ सामान हो नि त, एसेटको रुल लाग्छ क्या यो गुड्सहरूमा चाहिँ। सोल्ड भनेपछि वाट गोज आउट, त्यही भएर अब सेल्स रेभिन्यू होइन। सो
तपाईँले सामान लेख्नु भयो त्यो रुल लाग्थ्यो, तर यहाँ चाहिँ इन्कमको कुरा गरेको छ सिधै सोल्ड गुड्स टु मिस्टर श्रेष्ठ भनेर। सो त्यही भयो सरी यो माथिको सोल्ड गुड्स फर क्यास भनेको भएर के हुन्छ भन्दाखेरि क्यास एकाउन्ट त आयो, तर के गर्दाखेरि आएको थियो त सेल गरेको इन्कमबाट आएको थियो नि त होइन। सो अब इन्कमको रुल लाग्छ यसमा। सोल्ड गुड्स फर क्यास भन्दाखेरि अब सेल्स रेभिन्यू भयो नि त, सेल्स भयो नि त। सेल्स भनेको त के हो त हाम्रो सेल्स रेभिन्यू भनेको त इन्कम हो होइन। तपाईँले डेबिट एक्सपेन्सेस क्रेडिट इन्कम भनेर त रुल अघि हामीले पढेकै थियौँ। सो यहाँ चाहिँ हाम्रो सेल्स रेभिन्यूवाला रुल लाग्यो। यसलाई सेल्स रेभिन्यू भनेर पनि लेख्न सक्नुहुन्छ, अथवा तपाईँले कहीँ सेल्स रेभिन्यू लेखेको पनि पाउनुहुन्छ। अब अर्कोमा जाउँ हामी, सोल्ड गुड्स टु मिस्टर श्रेष्ठ 35,000 है। अब मिस्टर श्रेष्ठलाई चाहिँ हामीले सामान बेच्यौँ, तर केमा बेच्यौँ त उधारोमा बेच्यौँ है। अब मिस्टर श्रेष्ठलाई उधारोमा बेच्दाखेरि कस्तो हुन्छ त इन्ट्री जनवरी 11 जान त इन्कम भएकै हो, हेर्नुहोस् नभएको होइन नि त, इन्कम त भएकै हो, तर उधारोमा इन्कम भयो क्या, आम्दानी त भयो तर उधारोमा भयो भनेपछि टु सेल्स रेभिन्यू त जहिले पनि हाम्रो क्रेडिटै भयो। अनि त्यसपछि अर्को आउँछ यहाँनिर के हो त मिस्टर श्रेष्ठ एकाउन्ट डेबिट भनेपछि अब के आयो त हामीसँग क्यास आउनु पर्ने थियो तर डेप्टर्स आइदियो होइन, रिसिभेबल मात्रै आइदियो, उधारो उठाउनु पर्ने मान्छे आइदियो क्या मिस्टर श्रेष्ठ भनेपछि उसको नाम लेख्छौँ हामीले, अथवा डेप्टर लेख्छौँ अथवा रिसिभर भनेर लेख्छौँ, यसरी गर्ने हो। र अनि लास्ट वान छ हाम्रो अलिकति यो सोल्ड गुड्स अन क्रेडिट, सेम रुल लाग्छ यो, तर यहाँ पनि माथिको श्रेष्ठको जस्तै सोल्ड गुड अन क्रेडिट भनेपछि के हुन्छ त क्रेडिटमा तपाईँले कसैलाई सामान बेच्नुभयो भने अब त्यो मान्छेको नाम आउँथ्यो, नाम त छैन यहाँ भनेपछि अब सोल्ड गुड्स गर्दाखेरि त सेल्स एकाउन्ट त क्रेडिट भइहाल्यो। अब यो क्रेडिटलाई चाहिँ तपाईँले माथिपट्टि राख्नुपर्ने हुन्छ क्या। सो अब क्रेडिट भन्नेमा कसैलाई सामान दिनु भनेको त उधारो खाने मान्छे आयो हो नि त, उधारो खाने मान्छेलाई हामीले के भन्छौँ त डेबिट रिसिभर भन्छौँ अथवा डेबिटमा डेप्टर भनेर लेख्छौँ है। सोर्स गुड अन क्रेडिट भन्न साथ तपाईँलाई यहाँनिर चाहिँ क्रेडिटर अथवा क्रेडिट हुन्छ भनेर नसम्झिनु होला। तपाईँलाई क्वेसनमा पर्चेज गुड्स अन क्रेडिट भनेर पनि आउँछ। सो पर्चेज गर्दाखेरि अन क्रेडिट भनेको तपाईँ के हो त तपाईँ चाहिँ गिभर हो क्या, तर सोल्स गुड अन क्रेडिट भन्दाखेरि चाहिँ तपाईँलाई कसैले सामान दिनु पऱ्यो नि त, अथवा तपाईँलाई कसैले पैसा दिनु पऱ्यो होइन। सो यो चाहिँ सोल्ड गुड अन क्रेडिट भयो। अब लास्ट वान हेरौँ ल, सोल्ड गुड अन क्रेडिट भन्दाखेरि हामीले चाहिँ डेप्टर्स एकाउन्ट गरेर गर्नुपर्छ, किनभने यो क्रेडिट भनेको चाहिँ हामीसँग कसैले उधारो खायो भन्न खोजेको हो। अब लास्ट वान जनवरी 18 सोल्ड गुड्स कस्टिङ 5,000 फर क्यास 2,000 एन्ड अन क्रेडिट टु मिस्टर आचार्य 3,500 भनेको छ। यो अघि माथि गरे जस्तै हो, यो पर्चेजमा पनि आधी आधी गरेर गरेको थियो नि, तर यहाँ चाहिँ उल्टो हुन्छ। सोल्ड गुड्स भनेपछि अब सेल्सको कुरा आयो नि त, सेल्स रेभिन्यू भनेको हाम्रो के हो त क्रेडिट हुन्छ, सेल्स जहिले पनि क्रेडिट हुन्छ। सेल्स कतिको भएको छ त सबै लेखिदिने, 5,000 लेखिदिने, सेल्स रेभिन्यू क्रेडिट भनेर 5,000 लेखिदिने, तर माथिपट्टि के हो त वाट कम्स इन क्यास होइन, क्यास आयो एसेट एउटा वाट कम्स इनवाला रुल आयो, यो चाहिँ एसेट इन्क्रिजवाला रुल पनि भयो। सो 2,000 लेखिदिनु होला डेबिटमा क्यास। अनि अर्को आइरहेको छ क्रेडिट होइन, क्रेडिट के को क्रेडिट हो त यो सेल्स गर्दाको क्रेडिट भनेको चाहिँ डेप्टर हुन्छ है, यो चाहिँ हामीलाई पैसा दिने मान्छेहरू हो, हामीले रिसिभर हो, डेबिट रिसिभर, अथवा मान्छेको नाम लेखाएको छ भने मान्छेको नामै लेख्ने हो। डेबिटमा मिस्टर आचार्य, यो चाहिँ के हो के रुल लाग्यो त्यसमा पर्सनल एकाउन्टवाला रुल लाग्यो क्या, यसरी मान्छेको उधारो हिसाब आयो भने। सो एउटै जो यो इन्ट्री गर्नुपर्ने जोनहरूभित्र पनि डिफ्रेन्ट रुलहरू मिक्सअप भएको हुनसक्छ। तपाईँले गोल्डन रुल अनुसार बुझ्नुभयो भने झन् राम्रो। सो गोल्डन रुल बुझ्न गाह्रो भएर तपाईँलाई एसेट इन्क्रिज अथवा लायबिलिटी इन्क्रिज भयो भने के हुन्छ योवाला रुल सम्झिनु भयो भने पनि राम्रो हुन्छ। सो अघि मैले भनेको कुरा पनि यही थियो, क्यास एकाउन्ट डेबिट मिस्टर आचार्य एकाउन्ट डेबिट टु सेल्स एकाउन्ट भनेर लेख्नुपर्छ भनेर भनेको थिएँ। र तपाईँलाई मैले अहिले यहाँ नभनिरहेको कुरा चाहिँ यो न्यारेसन्सहरू हो। सो न्यारेसन चाहिँ तपाईँलाई कसरी लेख्नु हो भन्दाखेरि इक्जाममा अथवा रियल लाइफमा जस्तै तपाईँले स्टार्टेड बिजनेस विथ क्यास भन्यो भने तपाईँलाई बिङबाट सुरु गर्नु भन्छ, बिङ बिजनेस स्टार्टेड विथ क्यास लेखिदिनु भयो भने सकिहाल्यो क्या। सो यहाँ चाहिँ अब अलिकति एक्स्ट्रा कुराहरू थियो, मैले हटाएको थिएँ सजिलोको लागि। पर्चेज गुड्स कस्टिङ कति भनेको छ यो 2 लाख होइन, भनेपछि गुड्स पर्चेज अन क्यास, बिङ गुड्स पर्चेज अन क्यास, यसैलाई तपाईँले चाहिँ प्यासिभ भोइसमा लेखिदिनु भयो भने भइहाल्यो क्या, अथवा यसैलाई सारिदिनु भयो भने पनि मिस्टेक हुँदैन। तर केही न केही चाहिँ लेख्नु होला यो न्यारेसन्समा। यो किन लेख्न जरुरी छ भन्दाखेरि चाहिँ तपाईँलाई यो खासमा के गरेको थियो भनेर इन्ट्री गर्दाखेरि पछि रियल लाइफमै इन्ट्री गर्दाखेरि यो मैले के गरेको थिएँ खासमा किन गरेको थिएँ यो इन्ट्री भनेर अलिक डिटेलमा थाहा हुन्छ नि त, त्यसको लागि लेख्ने हो क्या यो न्यारेसन्स। यहाँ चाहिँ हाम्रो इक्जाममा चाहिँ यसलाई पनि फर्मालिटीको लागि लेख्नुपर्ने चाहिँ हुन्छ है।
सो अब यहाँ अर्को एउटा लास्ट एउटा भनिदिन्छु इक्जाम्पलको लागि, पर्चेज गुड्स फर क्यास यति र अनि एन्ड क्रेडिट फर 10,000 भनेको छ नि। भनेपछि यसको न्यारेसनमा के लेखिदिनु पऱ्यो त, बिङ पर्चेज गुड्स फर क्यास एन्ड क्रेडिट होइन, बिङ गुड्स पर्चेज अन क्यास एन्ड क्रेडिट यसरी लेखिदिनु भयो हुन्छ क्या। यहाँ बिङ गुड्स पर्चेज अन क्यास एन्ड क्रेडिट अथवा बिङ पर्चेज गुड्स अन क्यास एन्ड क्रेडिट हो, यसरी गर्ने हो। यसलाई बुझ्नु भएन भने दोहोऱ्याइ तेह्राइ गरेर हेर्नु होला यो भिडियो। र सबैभन्दा राम्रो कुरा चाहिँ तपाईँलाई चाहिँ मैले यहाँनिर एउटा स्लाइडमा राम्रोसँग कपी गरेर मेन नोट्सहरू जस्तो पनि प्रोभाइड गरिदिएको छु, त्यसलाई चाहिँ कपी गरेर तपाईँहरूले राख्नु होला। हस्, थ्याङ्क यू।